त्यो परिपाटी र विकसित देश र त्यहीमाथि पनि नासा जस्तो हाइली सेन्सिटिभ एरिया प्लेस मा काम गर्दाखेरि अत्यन्त सजगताका साथ काम गर्नुपर्ने हुन्छ। त्यहाँ यसलाई बढी यान्त्रिक चाहिँ बनाउँछ है, तपाईँ एउटा यन्त्र जस्तो चाहिँ बन्नुपर्छ। यन्त्र अवश्य पनि काम गरेपछि यु गो टु वर्क मिन्स यु गो टु। हाम्रो डिपार्टमेन्टले वी सपोर्ट 6 to 6, यु गट टु बी देयर एट 6 AM and you cannot leave 1 minute to 6 PM and you have to be there until 6 PM and you have to support the whole entire your time। भन्नाले शिफ्ट हुन्छ हैन। अब तपाई 9 बजेदेखि भनौं न तपाईको 9:30 बजेदेखि 6 बजेसम्म काम गर्नु, यु गट टु बी देयर बाइ 9:30 हुनै पर्छ। हेर्नुस् नत्र भने त अब सिस्टमले चलेन भने त कसरी हुँदै हजुर त्यो हुनै। तर मैले त्यो चाहिँ नि अचम्म छ के नासा चाहिँ नि अरु जस्तो अनयुजुअल अरुको जस्तो अरुमा त तपाईको 8 बजे काम छ भने 8:30 बजेतिर पुग्दा नि हुन्छ, तर त्यहाँ हुँदैन। अनि बाहिर कन्ट्रीहरुमा नै हुन्छ, जस्तै अमेरिका भित्रका अन्य कम्पनीहरुमा जहाँ तपाईले काम गर्नुभयो हुन्छ के भन्दा नि फ्लेक्सिबल आवर्स हुन्छ। हजुर एकदम फ्लेक्सिबल आवर्स तपाईको 8 घण्टा गर्नुस् हैन जति बेला छ। तर यसमा तपाईले पहिले जाने स्केड्युल पहिले गरे हुन्छ हैन तपाईको वर्किङ स्केड्युल आवर्स, तर त्योमा चाहिँ पुगेकै हुनुपर्छ तपाई हुनुपर्छ। तपाईका सहकर्मीहरु पनि छन् पक्कै नासामा जो सँगै काम गर्छन्, नेपाल भन्ने सुनेका छन् उनीहरुले? सुनेका छन्। अहिले म आउँदाखेरि ल हामीलाई पनि अलिकति केही गिफ्टहरु ल्याइदिनु भन्ने कुराहरु छ, कुरा हुन्छ, डिस्कस हुन्छ। यहाँ पोलिटिकल सिचुएसन यहाँ क्राइसिस हुँदाखेरि मलाई सबैले यो कुरा गर्छन् हैन। एसियन मुलुकका कुन कुन देशका मानिसहरु छन् त्यहाँ बढी काम गर्नेहरु? एसियन मुलुकका अब अमेरिकन बढी छन् हैन। अब इन्डियनहरु पनि अलिअलि हजुर आउन थालेका छन्। अनि त्यसपछि अब नेपालीहरु पनि अब एउटा बहिनीसँग भेट भएको थियो पनि चाहिँ नि अब एस्ट्रोनट हुन्छु भन्ने उद्देश्य बोकेर म कहाँ एकचोटि आउनु भएको थियो। मैले उहाँलाई अलिकति सल्लाह दिएँ कसरी बन्न सकिन्छ भन्ने कुरा। अब नेपाली हेर्नुस् हाम्रो जेनेरेसन भनेको अमेरिकाको लागि फर्स्ट जेनेरेसन हो, 90s को जेनेरेसन। वी वर्क सो हार्ड हैन टु सर्भाइभ। किनभने पहिला सुरुमा जाँदाखेरि वी ह्याड नो आइडिया एट अल इभन हाउ टु वाक अन द स्ट्रीट है, त्यो सिचुएसन थियो हाम्रो। भनेपछि हामीले त्यो सिचुएसन पार गर्दै गर्दै डिसवासिङदेखि लिएर क्लिनिङदेखि लिएर मपिङदेखि लिएर तपाईको केबलिङदेखि लिएर तपाईको ट्याक्सी ड्राइभरदेखि लिएर सम्पूर्ण संघर्षको फेजलाई पार गर्दै आइयो भने अबको नेक्स्ट जेनेरेसन भनेकोले त्यो दुःख पाउँदैन अब विश्वमा गएको भनेपछि। र हाम्रा नेपालीका छोराछोरी अत्यन्त मेहनती छन् है, पढ्नको लागि एकदम उनीहरुको स्कुलमा पनि एकदम राम्रो रिजल्टहरु आइरहेको छ। आशा छ अबको नेक्स्ट जेनेरेसनले विश्वमा रहेका विकसित मुलुकमा पनि नेपालीहरुको स्थान अत्यन्त उच्च हुनेछ भन्ने एकदम आशा गरेको छु मैले। हजुर अझ नासामै केन्द्रित हो। कसरी बुझ्छन् त्यहाँका मानिसहरु? म अलिकति अलि बाहिर आउँछु त्यसभन्दा पछाडि कसरी बुझ्छन् नेपाललाई बुझ्दा कसरी बुझ्छन्? नेपाल भनेको हाइली मानिसहरु एकदम अब यस्तो छ, नेपाल भनेको वास्तवमा यो एकदमै तपाईको केही पनि छैन। नेपालको नक्सा त के छ र अमेरिकाको 100 गुणाको 1 भाग होला हैन। धेरै मान्छेले त चिन्दा पनि चिन्दैनन् हैन। अझ कन्ट्री साइडका मान्छेहरूले त गोराले पनि चिन्दैनन्, कालेहरूले त वास्तवमा चिन्दा पनि चिन्दैनन् है। अब एकदम इन्टरनेशनल रूपले अलिकति कन्सर्न राख्ने मान्छेहरूले चाहिँ नै नेपालको बारेमा थाहा छ, कुरा गर्छन् हैन। म पनि नेपालबाट आएको छु, माउन्ट एभरेस्ट भनेर चिनाउनु पर्छ, द हाईएस्ट माउन्टेन इन द वर्ल्ड भनेरै भन्नुपर्छ, नत्र भने नेपाल कहाँ भनेर कसैले चाहिँ नि हाम्रो पैसा मेरो लुकिङ चाहिँ नि स्पेनिस लुकिङ छ हैन, साउथ अमेरिकन लुकिङ छ। म नेपाल भन्ने बित्तिकै उनीहरूले कहाँ चाहिँ नि पार्ट अफ द साउथ अमेरिका भनेर पनि भन्छन् हैन। हजुर अझै पनि मैले हैन हाम्रो पहिचानहरु के रहेछ नेपाली जसले बुझेर एउटा एमटी एभरेस्ट त भइहाल्यो, हामीसँग माउन्ट एभरेस्ट छ त्यो पहिचान हो, त्योभन्दा बाहेक पहिचानहरु के रहेछ? त्योभन्दा बाहेक छैन त्योभन्दा बाहेक छैन। अर्को एकदम नेपालमा चाहिँ पोलिटिकल्ली अत्यन्त अनस्टेबिलिटी कन्ट्रीको रूपमा बुझ्छन् अहिले। हजुर कतिपय भन्छन् नि अ पार्ट अफ इन्डिया, इन्डियाको एउटा पार्ट हो भनेर मानिसहरूले इन्डियनहरूले चलाएको हौवा हो त्यो। त्यसको विरोध हामी प्रवासमा गर्ने बस्ने डायस्पोराले पनि अत्यन्त तीव्रताका साथ अगाडि बढाएको छ। र इन्डियनहरुको हौवा चाहिँ नै नेपाल एक्जिस्ट छैन, नेपाल इज पार्ट अफ इन्डिया भन्ने उनीहरुको छ। त्यो जहाँ तपाई काम गर्नुहुन्छ, जसरी तपाईले प्रवासमा आफूलाई स्थापित गराउँदै हुनुहुन्छ वा स्थापित गराइसक्नुभयो, त्यसमा तपाई एउटा सम्मानित मुलुकको नागरिक भएको भए अर्थात चर्चित मुलुक देशको नागरिक भएको भए यो वा त्यो रूपमा तपाईको त्यो तपाईलाई हेर्ने सम्मानमा तपाईलाई हेर्ने दृष्टिकोणमा फरक पनि हुन्थ्यो वा हुँदैन थियो, वा तपाईको क्षमतालाई मात्र छैन? अमेरिका इज ल्यान्ड अफ अपर्चुनिटिज भएको ठाउँ हो हैन तपाईलाई, किनभने विश्वको समुदायले बनेको देश हो के। तपाईको 1970 मा के थियो र अमेरिका हैन कोलोनाइज ब्रिटिशको कोलोनी हो नि।
अनि तपाईँ कोलम्बसले डिस्कभर गरेर अमेरिकामा अनि त्यसपछि सुरु भयो रिभोल्युसन होइन के गर्यो भने गोराहरू सबै युरोपबाट आए कालाहरू चाहिने स्लेभको रूपमा तपाईँको चाहिने अफ्रिकाबाट आए त्यसरी भएको त्यसपछि संसारका विभिन्न देशहरूबाट माइग्रेसन हुँदै भएर बनेको देश हो भनेपछि त्यहाँ चाइनिज पनि छन् भियतनामिज पनि छन् तपाईको एसियन पनि छन् बंगाली पनि छन् इन्डियन पनि छन् नेपाली पनि छन् अल युरोपियन कन्ट्रीका मान्छेहरू पनि छन् अफ्रिकन कन्ट्रीजका मान्छेहरू पनि छन् भनेपछि यो संसारमा रहेका नेपालीहरूले बनेको देश हो बराक ओबामा हेर्नुस् न आज राष्ट्रपति भयो जसका बुवा केन्याको हैन आमा चाहिँ हवाईको भएर पनि हुन पाए नि त आर्नोल्ड श्वार्जनेगर हेर्नु जो हलिउडको सुपरस्टार आज ऊ चाहिँ क्यालिफोर्नियाको गभर्नर भयो भनेपछि अब कस्तो छ भने सर्वे अनुसार अमेरिकाको सर्वे अनुसार अबको 50 इयर्समा त्यहाँका गोराहरू माइनोरिटीमा पर्छन् भन्ने सर्वे छ विदेशीहरूले ओभरटेक गर्छ जस्तै एउटा अब तपाईलाई यसैमा जोडौ जस्तै एउटा आममा यो मान्छेलाई धेरैले जिज्ञासा पनि हुन सक्छ जस्तै अमेरिकामा हेल्थ सेक्टर अनि तपाईको यो सफ्टवेयर सम्बन्धी उयोहरुमा र विज्ञानका पनि विभिन्न ठाउँहरुमा चाहिँ सबैभन्दा बढी पकड चाहिँ यहुदीले राख्छन् र त्यसपछि एसियन कन्ट्रीमा इन्डियनहरुले राख्छन् भन्ने एउटा कुरा गरिन्छ के हो तपाई त्यो क्षेत्रमा पनि काम गर्नुहुन्छ हैन तपाई के छ भने अहिले आईटी टेक्नोलोजीलाई इन्डियामा हैन किन चिप लेभरको लागि हैन लो कस्टमा अपरेसन हुन्छ भनेर त्यो कारणले गर्दाखेरि अवश्य पनि इन्डियनहरुको अलिकति एक्सपोज हुन्छ त्यहाँ हैन त्यो कारण मात्रै हो हैन त्यसकारण यसको उसको पकड छ भन्ने कुरो छैन हेर्नुस् सबैको आफ्नो हिसाबबाट छ र एउटा कुरा के हो भने त्यहाँ चाहिँ तपाईको रेसिजम भन्ने कुरो हुँदैन रेसिस्ट भन्ने कुरो छैन डिस्क्रिमिनेसन भन्ने कुरो हुँदैन त डिस्क्रिमिनेसनमा गर्नु भने तपाईले ल तपाईले त नेपाली त इन्डियन भनेर भन्ने भने तपाईलाई मुद्दा हाल्छन् हैन तपाईलाई अब अन्तिम यो अमेरिकासँग सम्बन्धित प्रश्नमा चाहिँ के सिक्नु पर्ने रहेछ वास्तवमा हामीले आफूलाई अगाडि बढाउन अमेरिकाबाट र के कुराहरू वास्तवमा अमेरिकामा खड्किँदैछन् जसरी जटिलता बढ्न सक्छ नि विकास सँगसँगै विभिन्न कुराहरू जोड्छन् कुन कुरा चाहिँ अमेरिकासँग हामीले नसिक्नु बन्दैछन् वा नसिक्नु पर्ने छन् वा कुन कुरा हामीले सिक्नु पर्ने छन् तपाईले के अनुभूत गर्नुभयो त्यो स्ट्रगलको फेज तपाई 40,000 रुपैयाँ कमाउँछु भनेर गएको मान्छे आज नासामा काम गर्नुहुन्छ यो बीचको अन्तरालमा तपाईले के बुझ्नुभयो अब अहिलेको किनभने यो संसार भनेको ग्लोबलाइज हो हैन अब यहाँ चाहिँ अहिले विभिन्न कुराहरूको अनुसन्धान भएछ आविष्कार भएछ इम्प्लिमेन्टेसन भएछ अनि सारा चीजहरू छन् अब अहिले अब यो अवस्थामा तपाईले अब यति पढेर मैले यति डिग्री गरे अब मेरो सिद्धियो भन्ने कुरो हैन मैले पीएचडी गरे सिद्धिए अब मेरो स्टडी सिद्धियो भन्ने कुरो हैन तपाईले आफूलाई किप अप गर्नै पर्यो अप टु डेट राख्नै पर्यो परिस्थिति र समय अनुसार चाहे त्यो तपाई अमेरिकामा किन नहुनुस् चाहे त्यो नेपालमै किन नहुनुस् हैन अब अमेरिका धनी छ विभिन्न आविष्कार भइराख्छ उनीहरुसँग प्रशस्त पैसा छ कुनै पनि अनुसन्धान गर्नु पर्यो भने बिलियन्स अफ डलर उनीहरु लगानी गरिन्छ प्राइभेट सेक्टरले लगानी गर्छ हैन उनीहरु किनभने उनीहरु त एउटा चाहिँ गार्जियन्सको रूपमा वर्ल्डमा अगाडि बढे लिडरको रूपमा अगाडि बढेको छ भने अमेरिका अत्यन्त अगाडि बढिरहेको छ त्यो तपाईको एज अ लिडरको रूपमा हैन अब आफूलाई व्यक्तिगत रूपले अप टु डेट राख्नको लागि तपाई आफ्नो स्पेशलाइजेसन जेमा गर्नु भएको छ त्यसमा तपाई अप टु डेट हुनै पर्छ टेक्नोलोजीसँग तपाई अप टु डेट हुनै पर्छ हजुर भनेको हामीले मेन कुरा सिक्नु पर्ने भनेको धेरै छन् तपाई लर्निङ प्रोसेस नेभर इन्ड्स त्यो त कहिले पनि हुँदैन चिया के कोक्रोबाट सुरु भएर चिहानमा अन्त्य हुन्छ भने कहिले पनि हुँदैन तपाई नमरुन्जेलसम्म चाहिँ तपाई संघर्ष गर्नै पर्छ तर तपाईले आफ्नो बेस चाहिँ बनाउनु पर्यो आफ्नो क्यारियर अब जस्तो विश्वमा अब अमेरिका जानु भने तपाईलाई पढ्ने अपर्चुनिटिज होला हैन अब त्यसमा फेरि अब एजसँग पनि सम्बन्ध राख्छ तपाई जाने 50 वर्षको उमेरमा गएर फेरि अब पढ्छु भनेर नसक्नु होला हजुर हैन जो युवा शक्ति छ जो चाहिँ अमेरिका गएको छ पढ्नको लागि त्यो युवा शक्तिलाई चाहिँ पढाइलाई अत्यन्त नजिक रूपले फोकस हुनै पर्छ र आफ्नो टाइम पैसाको पछाडी अब यसैमा जोड्नु जस्तै एउटा उपन्यास जस्तै यो डिबी भरेर पनि जानेहरु प्रचुर मात्रामा जानु भएको छ पढ्न भनेर पनि विद्यार्थीहरु धेरै जानुहुन्छ कस्तो छ अवस्था उहाँहरुले कसरी पहिचान दिदै हुनुहुन्छ नेपालको उहाँहरु जानुहुन्छ सबभन्दा प्रब्लम यो डिबी लटरीमा चाहिँ अलिकति सबै प्रकारको हिसाबबाट त्यो डिबी लटरीको सिलेक्सन भइरहेको छ हैन इंग्लिश अलिकति कमजोर हो कि जस्तो छ हैन तैपनि अब एडजस्टमेन्ट चाहिँ गर्न सकिन्छ अब यहाँ चाहिँ म के भन्न चाहन्छु भने तपाईहरुलाई डिबी लटरी परेको छ भने इंग्लिश र अलिकति कम्प्युटरमा चाहिँ अप टु डेट हुनुस् हैन
हुनुभयो भने तपाईहरुलाई त्यहाँ काम पाउनको लागि सजिलो हुन्छ। बुल्नेको पिठो बिग्छ, नबुल्नेको चामल पनि बिग्दैन हैन। अब अहिले त धेरै अब नेपाली कम्युनिटी छ, सबैले हेल्प गर्छ जागिरको लागि, किनभने जहाँ पनि सोर्स फोर्स लाग्छ हेर्नुस् है।